तर हेरी त काठमाडौँ आए जस्तो लाग्दैन तिमीलाई के हो तिम्रो नाम कान्छी परिचय पाम छेउमा खुट्टा छाने मान्छे छेउ हर्ने हुन्छ पेरिस आइसक्यो तर चाहिँ म त एकदम थाकेको छु के अरे म त यहाँ आइफिल टावर घुम्ने अवस्थामा चाहिँ छैन तर म एकदम थाकेको छु त्यस्तै हो अब भर्खर आएको होइन जाने केही थाहा छैन अब हामी लावारी सोध्छ हामी तिनीहरू लावारी पारमा के लावारी साह्रै छैन फाल्टु नबोला पारा हो अब फाल्टु नबोला केही थाहा छैन थाहा धेरै कुरा तिम्रो टाउको अनि उठ्छ फेरि साइकल पनि फेरि अब चाहिँ हामी यसपछि चाहिँ हाम्रो फाइभवटा डेस्टिनेसन छ हामी त्यहाँ त्यहाँ घुम्न जाने भन्ने आइफिल टावर पछि अनि अरू चाहिँ त्यस्तै हो स्टे ट्युन हामीले त्यो एउटा अपार्टमेन्ट जस्तो बुक गरेको छ लेट्स सी व्हाट ह्यापन्स मलाई कस्तो नेपाल जस्तो भाइब्स आइरहेको तर पेरिस आएर नेपाल र इन्डिया कहाँ जाने हो हामी कहाँबाट निस्केको यताबाट निस्किनु बन्द गरेर देख्छु ल ल यतै हो अब जाने होइन हामी चाहिँ अब मेट्रो स्टेसनमा जाँदैछौँ पता निकालिले के त होइन बस मात्रै जाने हो अरे त ए साइकल लिने रहेछ ओ यो साइकल लिएर जाउँ न उयसको होला नि अहिले फेरि उठ्न होला यार तिमी आउँछौ कि भनी म त कुरिरहेको ल के भने पत्ता पाएन ए यहीँ गर्छु भयो यार त हिँड न फेरि यहाँ ल एकचोटि फेरि यो मान्छेलाई अब नरिसाउने आइडी यही हो अब तर दामी रहेछ होइन पार्क चाहिँ भन्दा यो भाग्य ओ छोइला छोइला सुन न छोइला छोइला तर यार पाइपमा हेर कस्तो फैलाएछ अहिले पानी उठाउँदाखेरि कालो रहेछ क्या यार ऊ त माथि उठेन यार के भयो रेस्टुरेन्ट पुग्न रुम पुग्न कति टाइम छ पर्सि भने चाहिँ 5:30 बजे हिँड्नुपर्छ होइन रुमबाट 5:30 बजे पर्सि भनेको क्या बिहान ए आमा यहाँ त अर्कै तरिकाले लेख्दो रहेछ नि फेरि क्या यार यो भाग्यमा यही कताबाट हो त नि ए कता हो कता हो तामा कहाँ खाँदै नि पहिले मेट्रो स्टेसन कता हो हेर्नु परेन खोइ तल होला खोइ
त्यो नि तल होला नि मेट्रो भनेको फोर साइन त्यो नि खै होइन क्या हेर यहाँ त त्यहाँबाट पनि थियो चिर्लाको ए 14 नम्बर हो होइन क्या यार तल होला नभए पनि क्याब गरेर जाऊँ अब के हो त नि क्यापै गर्न नपर्ने हो नि कि त्यहाँ नम्बर त्यहाँ हाम्रो क्यापै गर्न नपर्ने के खै झन्ले होइन कति चिसो आएको भित्र नि यहाँ रहेछ नि मेसिन उता कुरा गरौँ आऊ के भने 2 डेजको लागि भन्ने होइन हो सुहाना के भन्नु छ तिमीलाई कहाँ हो ए माथि रहेछ माथि हाल न यहाँ माथि हुँदो रहेछ के त्यो काउ चाहिँ उस गर्नुपर्ने रहेछ काडै निकाल्नु पर्ने छोडा अब काट्ने रहेछ गाडी चलाउनु पर्छ ओके काडै चलाउनु मान्छेले फोनमा त गर्दा तिनीहरूको छुट्टी हो नि त यिनीहरूको यहीँको हो नि त ए त के गर्ने हो कामै गरे छैन के यही क्रस देखायो के अरे हाम्रो क्रस देखायो क्रस एकैछिन म ट्राई गर्छु एटिएमले गरेर हो त ल सुन के भन्नु कुन आयो आयो कुन हुने अब 14 अब मेट्रो कुन हुने कहाँ जाने हो नि यो फेरि चौध भने होइन सरी तिमी नि यार आयो तर हेर यहाँको त अचम्मै रहेछ यार ब्याङ्क कार्डले नहुने गरे होइन हामी कहाँ जाने हो एकचोटि कहाँ खाएर कहाँ झर्ने हो भन्ने कुरा त्यहाँ हेर त चौध हो एयरपोर्ट दियो त नि 14 भयो कि अरे मलाई यो फ्रान्सको सिस्टमै मन परेन हो ल मलाई मनै परेन अरे सिस्टम नआत्तिया के ओ अहिले तिमी मलाई यहाँको तर सिस्टम त्यहाँको ढोकामा हुन्छ नि त्यो मात्रै खोलिँदैछ कि होइन तर मलाई त्यो सिस्टम त ठिक लागेन क्या त्यो उसालाकै हुन्छ फेरि सिस्टम मलाई चाहिँ के हो तिम्रो नाम कान्छी परिचय पाम हिमाल जस्तै रहेछौ कान्छी बिहानीको घाम कता हिँडेको बिजुली बालेर हट भएर ब्युटी भएर अनि क्युटी भए हेरेको हेरे हेरेको हेरे केटी हेरे कि हेरे हामीले त चेकआउटै गरेन
कसरी चेकआउट गर्ने ट्रेन पनि यार कुन त बनाएको यार मेट्रो पनि त्यो छिर्नलाई मात्र चाहिन्छ यहाँबाट अनि छिर्नु पर्यो भने हे त्यो हाल्ने त अनि त्यही भएर त भनेको थिएँ नि वान वे मात्रै भनेको थिएँ त्यसले सुनेन हौ होइन वान वे त वान वे हो नि यहाँबाट हामी जानु कता पर्यो जाने? होइन? यता बाटो बाटो हामी यहाँबाट जानु पर्यो होइन यहाँबाट जानु पर्यो भने के अरे के छ हँ? भ्यू तर हेरी त काठमाडौँ आए जस्तो लाग्दैन तिमीलाई मलाई त्यस्तो लाग्यो जस्तै लाग्यो मलाई त लागेको एनजिओको टावर जस्तो खोइ कहाँ यस्तो यो बिल्डिङ हेर न काठमाडौँ बिल्डिङ जस्तो लाग्यो होइन होइन यो त होइन पुरा त हुन्छ नि एन्टिना के बच्चा बच्चीमा काठमाडौँ कलङ्की नि यस्तो लगाएको खोइ त्यसले नेपाली भाषा बुझ्यो त कतै हेरेर त्यसो नेपाली हो यो। हे भाइ मोमो खानुहुन्छ हुन्छ र यिनी यहाँ मेट्रोमा चेक हुन्छ जस्तो त लागेन मलाई यो अनि नभएन नि क्यारेर छिर्नु त्यो नि देख्नु अनि यहाँबाट छिर्न त सजिलो रहेछ त नि अनि निक्लिने बेलामा अनि देखेन उता फेरि अनि उता। वहीँ जाने हो र अब आइफिल टावर कति पनि आयो फेरि यति नै मिनट लाग्छ उस्तो धेरै होइन तर जस्ट उस्तो धेरै रहेछ कि एक्चुअली भन्नु त्यो गाडी मेट्रो त्यो मेरो त फेरि एकैछिन आउँदो रहेछ नि आउँदा त एकैछिनमा आउँदा स्पिड होइन स्पिड राम्रै रहेछ राम्रो छ तर थुत्रो रहेछ क्या अलि साउन्डै के कस्तो स्केरी टाइपको के भाइ कहाँ आएको तिमीहरू अरे यताको भाइ कहाँ हो तिमीहरू अरे के लास्टमा त नेपालीको हुने कि बस्ने ठाउँमा क्या नेपालीको हुने भनेको क्या बस्ने ठाउँ कस्तो कलङ्की नि जस्तो लाग्यो कहाँ होइन यस्तो लगाएर तर होइन यो त नेपाल अलि फ्लाइओभर बनाएपछि यस्तो त हो कता तल हो साँच्चै यो त पुरा पशुपतिको जस्तै छ के किन पसल गरेर हुनुपर्छ यहाँ हेर न ल सेम पशुपतिको जस्तै होइन त हामी यार त ल ल ल तिम्रो अनुहार घुमाउने पछाडि हो त्यसरी मलाई के लाग्छ भने चाहिँ फ्रान्सको त कलङ्की कलङ्की पुऱ्याइदियो जस्तो पेरिस भन्छ यार पेरिस त मेन सिटी होइन र झन् अनि कस्तो नेपालमा कलङ्की हिँडेको त्यो हुन्छ नि काठमाडौँमा के काठमाडौँमा हिँडेको अझ फिल भइरहेको मलाई कस्तो कस्तो ओके के अरे जहिले पनि नेपालमा जजमेन्ट हुन्छ बोल्न त्यस्तै त होइन कि यो छेउमा खुट्टा छाने मान्छे छेउने हुन्छ केटाहरू नि हुन्छ नि इक्जाम्पल तिमी हो मैले केही गरे होइन है ला कस्तो कस्तो तिमीले के गरेनौ भर्खर तिमीले के भन्यौ त्यो पनि एउटा खुट्टा तान्नु नि हो होइन त्यसले चाहिँ कस्तो भन त्यसले कस्तो एक्सन त्यस्तो अझै तँ बोल्ने उसको एक्सन तिमी भन्दा राम्रो छ अरे तर उसले बोल्ने रे तर तँ होइन त्यो तँ बोल्ने तँ त्यस्तै तिमीले नाउस गरेर तँ त्यस्तै नाटक गरेर बोलेको त्यसको बोल्ने अर्कै छ त्यसले भनेकै नाटक हो त अनि हामीले पनि त्यसको स्टाइल कपी गरे हो त त्यही जज गर्ने यिनीहरूलाई ओके मलाई त कस्तो नेपालमा हिँडेको काठमाडौँमा हिँडेको मनोमाइजको बाटो कलङ्कीको बाटो हिँडेको कस्तो फिल भइरहेको छ कता हिँडेको बिजुली भएर हट भएर तिमी क्युटी भएर बालेनले काठमाडौँ यस्तो बनाइसक्यो यार यस्तो होइन हामी त काठमाडौँ हेर्दा नि डेभलप भइसक्यो बालेनको कारणले गर्दा बालेन दाइ तपाईँ यो भिडियो हेरिराख्नु अनि तपाईँ सबै यो त पुरा त उस पासपोर्ट लिने गयो ठाउँ जस्तो हो कस्तो अजिब छ हाम्रोमा? ओइ के आएर पसले आएन नदेखाऊ है इन्डियन उल्टो देखायो मान्छेले उताको उसले पसल देखाएर उता ओ पुरा चलाउन यो रे त घुमाउने ल यो अगाडि भएन यो यस्तो भयो तिमीलाई यो यता भयो यो यता सक्यो त हेर न ल जाम कता नि यो पारी हो जाम छिटो छिटो कति छ अझै अब 600 मिटर 600 मिटर 550 मिटर ए कता यार सिधै हो ट्याङ्कर त चल्दा रहेछ होइन
एटिएम सिस्टम बाहेक होइन त्यहाँ चाहिँ कसैको पनि चल्दैन गरे के मैले सोधेको यु हेभ टु बाई अ पास भने सिधै त्यो चल्दैन रहेछ कि कार्डै त्यहाँ गएर सोधेको यु हेभ टु बाई अ पास भने अनि देखेन अनि पास किन्न आयो टावरमा बस्नु कहाँ टावरमा हाँ ए त्यहाँ त कहाँ तिर्न सकिन्छ त्यत्रो ठिकै छ यता झन् देखियो नि काठमाडौँ बालेन सिटी कस्तो रहेछ बालन सिटी देखियो यार हेर बालनज्यू यस्तै बनाऊ अब तिमीले देश अरे यस्तो छँदै छैन कि यस्तो घरहरू के इज योर एक्सपेक्टेसन मेरो एक्सपेक्टेसन भर्सेस रियालिटी भइदियो अहिलेसम्मको काठमाडौँ जस्तै यार पेरिस सिटी एक त यार इङ्ग्लिस पनि बोल्दैन स्विजरल्यान्ड हो र ठाउँ अनि क्या यो फ्रान्स हुन्छ नि एक त यार इङ्ग्लिस पनि बोल्दिनँ नि यार यिनीहरू सरी हुन्छ पहिला चाहिँ उसलाई ल गाइज अब होइन आइफिल टावर जान इफिल टावर कता हो क्या यार कता राइट सिधै हो सिधै त सिधै ए यी के यी ल हेर्न सक्नुहुन्छ आइफिल टावर ल यहीँ छ एउटा डाँडो जस्तो एउटा यो धरा जस्तै हो कि सेम के होइन फरक यही त हो नि ल यही आइफिल टावर ल हेर्नु नो सस्पेन्स क्रिएटेड होइन Tu penses que c'est ce qui m'a proposé? यही होइन आइफिल टावर चाहिँ ल जाऊँ ए आइफिल टावर के हो धरा जस्तो देख्यो यार हाई जाडो छ चिसो छ के कति किलोमिटर छ यहाँ डोस हिमालयन 11 4 त्यही 5 किलोमिटर लास्ट तिमी नै